अब यहाँ नारायण भाइको खेत रोपिँदैछ। यहाँ नारायण भट्टराईको बुवाहरूको पनि खेत रोपिसकिएछ। बुवा यहीँ हुनुहुन्छ। ऊ ल अब यहाँ भाइले उहाँ बिउ यता ल्याउँदैछन्। बुहारी नानी रोपिवरी गली छिन्। अनि यहाँनेरि अरूले आई अब बोल्नै नसक्ने बिहानदेखि गलेर यो बबाल यो सबै रोप्दा 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 सबैजना गलेर यहाँ नारायण भाइकी छोरी पनि छिन् जस्ती छिन्। एउटी दिपा चौलागाई पनि हाम्री चौलागाई छोरी पनि छिन्। यहाँ हाम्री लिना पनि छिन्। म सबैलाई जुम गरेर देखाउँदैछु। यहाँ बुवा पनि अब नाच्न तयार हुँदै हुनुहुन्छ। एकैछिन उफ्रिनुहुन्छ अरे यहाँ नाच्ने भन्दै हुन्छ। छुपुमा छुपु धानैमा रोपेर अनि मङ्सिरमा धान काटौला सबै मिलेर। के छ केटाकेटी हो खबर? लहै ल धान उहाँ हेर्नु परबाट बिउ फ्याल्दैछन् कति मजाले। कति रमाइलो लाग्छ हौ यो धान रोपेको हेर्दा त। अयो यता चाहिँ बिउ काट्दै हुनुहुन्छ सबैजना। 2-3 जना हुँदो रहेछ। यहाँ चाहिँ रूपरत्न स्कुल छ नजिकै। यो रूपरत्न स्कुल हो के हो? ए होइन रहेछ, सूर्योदय स्कुल रहेछ यो चाहिँ। जानिन है, सरी। खोइ बुवा रोप्नुहुन्छ? बुवा रोपेको खिच्नु पर्यो नि त। ल आहा 70 वर्षको बुवा हुनुहुन्छ। ए 80 वर्षको बुवाले धान रोपेको हेर्नु होला है सबैजनाले। जुम गरेछ। ल है ल बुवा त दामी। अब म अर्को वर्ष चाहिँ म पनि सघाउन आउँला 1-2 पल्ट।